सो गाइस स्वागत छ तपाईहरुलाई आजको हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हामीहरु हाम्रै डोटी जिल्लामा रहेको तामागिरी मालिकामा जाँदै छौं, जो चाहिँ साइल गाउँपालिकाको वडा नम्बर 1 र 2 मा छ, जसलाई चाहिँ बजाङले पनि छुएको छ। बजाङको चाहिँ वडा नम्बर 4 रहेको छ भनेपछि त्यसमा जाँदै छौं। त्यहाँ जाँदाखेरि के कस्तो भ्यूहरु देखा पर्ने छन् त्यो चाहिँ देखाउने छौं। तपाईहरु पनि भिडियो हेर्दै हामीहरुलाई साथ सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। बाँकी चाहिँ भिडियो हेर्दै मजा लिनुहोस् है त। फाइनली हामीहरु चाहिँ अहिले लगभग 2-3 घण्टा लगाएर हामीहरु चाहिँ अहिले यो पाक्याल्लामा पुगेका छौं। यो चाहिँ सिमानामै पर्छ। यहाँ पर चाहिँ बजाङ छ भनेपछि यता डोटी पर्छ हैन। हामी चाहिँ अहिले सिमानामा छौं। यो चाहिँ पाक्याल्ला हो। अनि अब हामी चाहिँ चढ्ने चाहिँ उ त्यो डाँडा माथि हैन, त्यो डाँडा चढ्ने छौं। बाँकी कुराहरु चाहिँ भिडियोमा हेर्दै गर्नु होला, भिडियोमा बनिराख्नु होला। हामीहरु चाहिँ भिडियो मार्फत देखाउने कोसिस गर्ने छौं। तपाईहरु पनि हामीहरुलाई साथ सपोर्ट अनि माया देखाइदिनु होला। अरु चाहिँ यस्तै हो। हामीहरु अब यो भिडियोमा चाहिँ 10,000 सम्म भ्युज पुग्छ भनेपछि, मात्र भ्युज पुग्छ भनेपछि हामीहरु यो भन्दा पनि अर्को ठाउँ जाने छौं, जसमा चाहिँ हामीहरु बरु रात बिताउनु पर्यो नि बिताउने छौं। त्यसको लागि चाहिँ 10,000 भ्यू चाहिँ ल्याइदिनु होला, यति भन्न चाहन्छु। बाँकी चाहिँ भिडियो हेर्दै गर्नु होला है त। अहिले चाहिँ हामीहरु हैन पाक्याल्लादेखि माथि चढिसकेका छौं हैन। अब धेरै माथि चढ्नु पर्ने छ। त्यो डाँडामा पुग्नु पर्ने छ। अब उकालो सुरु भयो हाम्रो। हेरौं के कस्तो हुन्छ आजको दिन। तपाईहरुको लागि पनि विशेष बनाइदिने छु र हामीहरुको लागि पनि विशेष हुनेछ यो दिन, किनकि यादगार हुनेछ यस्तो चढाइ हैन। 7 जनाको एउटा टिम बनेर यहाँ पुगेका छौं हैन। बाँकी कुराहरु चाहिँ भिडियो हेर्दै गर्नु होला, साथ सपोर्ट अनि माया देखाइदिनु होला। हरेक बार किन भनेको भन्नुहुन्छ, किनकि चाहियो नि त हैन। हरेक बार भिडियोमा जतिचोटि भिडियो बनाउँछ, जतिचोटि लिपसिङ हालेको छ, त्यतिखेर लाइक कमेन्ट शेयर सब्स्क्राइब मात्र भन्छ लाग्छ होला। यो चाहिँ इरिटेटिङ भोइस नमान्नु होला है त।
फाइनली हामी चाहिँ अहिले लगभग पातेहल्लादेखि 1 घन्टा लगाएर भनौँ होइन 1 घन्टा लगाएर यो दोस्रो विश्राम स्थलमा पुगेका छौँ। अब चाहिँ यहाँ पछि चाहिँ अर्को छ अनि त्यहाँपछि चाहिँ मालिकाको डाँडो छ अनि त्यता पुग्छौँ। बाँकी कुराहरू चाहिँ भ्यू हेर्दै अगाडि बढ्नुहोस् है त। जुत्ता चप्पल खोल्ने ठाउँ पुगेको छौँ। अब पर्वको दिन चाहिँ पूजापाठ हुन्छ नि त, पूजापाठ भएको कारण चाहिँ अब जुत्ता चप्पल चाहिँ यहीँ तल राख्नुपर्छ भन्ने चाहिँ अब फेरि चढ्नु पनि हामीले यो पाहाड होइन यो पाहाड चढेर फेरि अनि आउँछौँ मालिकाको मन्दिर चाहिँ। यो चाहिँ अब यो स्थान भनेको चाहिँ थकाइ मेट्ने र जुत्ता चप्पल खोल्ने ठाउँ हो। बाँकी कुराहरू चाहिँ माथि माथि देखाउँदै जानेछौँ, हेर्दै जानु होला। फाइनली हामी चाहिँ अहिले हामी यो सिर्किट्टे मन्दिरमा पुगेका छौँ। यो चाहिँ तेस्रो विश्राम स्थल पनि तेस्रो हो भनेपछि मन्दिर दोस्रो भनौँ। अब पूजासुजा गर्दै आएपछि दोस्रोमा पर्छ होइन। अब पातेहल्लादेखि हामीहरू चाहिँ लगभग 2-3 घन्टापछि सिर्किट्टेमा पुगेका छौँ। देख्न सक्नुहुन्छ यस्तो रमाइलो ठाउँ छ कि स्वर्गभन्दा कम छैन कि हाम्रो ठाउँ। त्यही भएर हामीहरू आफ्नै ठाउँलाई चिनौँ भन्ने, आफ्नै ठाउँको कस्तो छ होइन, वरपर कस्तो धार्मिक स्थलहरू छन्, पर्यटक स्थलहरू छन् होइन। यहाँ पनि पर्यटकहरू आउन सक्छन्, यता पनि घुम्नलाई एकदम रमाइलो ठाउँ छ भन्ने देखाउन लागि भए पनि हामीहरू लागि परेका छौँ। तपाईँको साथ सपोर्ट चाहियो होइन। अब यहाँभन्दा पनि हामीहरू कस्तो गर्ने सोचेका छौँ। तपाईँहरूकै माया साथ सपोर्ट अनि तपाईँहरूले गरेकै साथ सपोर्टले हामीहरूले अगाडि बढ्न सक्छौँ होइन। अब केटाहरू पनि छन् होइन, यिनीहरू पनि एकदम साथ सपोर्ट दिइरहेछन्। अब हामीहरू यहाँ मात्र नभएर अरू ठाउँ पनि घुम्न जानेछौँ तपाईँहरूले हल्का माया अनि साथ सपोर्ट देखाइदिएपछि। बाँकी कुराहरू चाहिँ अब चाहिँ भ्यू हेर्दै, अब चाहिँ भ्यू मात्र हेर के, अब चाहिँ भ्यू मात्र हेर। त्यस्तो ठाउँ छ कि त्यस्तो ठाउँ छ, भ्यू मात्र हेर। के भन्नलाई कि सक्दै छैन, यस्तो राम्रो ठाउँ छ होइन। अब सुतेरै भ्यू हेर, खाटमा सुतेर हुन्छ कि जहाँ सुतेर हुन्छ, ड्युटीमा बसेर हुन्छ, भ्यू चाहिँ हेर्नु पर्यो। हामीहरूलाई साथ सपोर्ट चाहिँ गर्नु पर्यो होइन। बाँकी कुराहरू चाहिँ भ्यू देखाउन यार, कोही त भ्यू देखाओ। भ्यूको चिन्ता नलिनु, भ्यूको चिन्तै छैन, चिन्ता नलिउ गाइज। भ्यू
तपाईँहरू चाहिँ होइन यस्तो ठाउँ छ नि होइन यस्तो ठाउँ छ नि के भन्ने अब बस्नलाई पनि राति बस्नलाई घर पनि बनाइसकेको छ मतलब छत्रवास भन्छन् होइन छत्रवास पनि बनाइसकेको छ यस्तो दामी छ भ्यू होइन यहाँको भ्यू तपाईँहरू आउनु होला होइन यहाँ नआउँदा है एकैछिन यहाँभित्र चाहिँ होइन यहाँ हेर कतिजनालाई यस्तो छत्रवास चाहिँ धेरै छ होइन तपाईँहरू आउनु होला साउन महिनाको कति लाग्छ त्यो एक्युरेट थाहा भएको छैन होइन साउनमा अष्टमीको बेला पुजिन्छ अष्टमी पहिलो अष्टमी हो कि सेकेन्ड अष्टमी हो त्यो चाहिँ थाहा छैन अष्टमीको दिन चाहिँ लाग्छ दोस्रो भिडियोमा पनि हामीहरू भन्नेछौँ तपाईँहरू चाहिँ आउनु होला हाम्रो यो ठाउँलाई हामीले आफैले चिनाउनु पर्छ भन्ने अभियानका साथ हामीहरू यो ठाउँमा आएका हुन् त्यही भएर तपाईँहरूले पनि हामीहरूलाई साथ सपोर्ट अनि माया देखाइदिनु पर्यो अब चाहिँ फिक्स पऱ्यो कि यस्तो दामी सिनहरू हामीहरू जहाँ उता गएर खोजेको छौँ यो जस्तो काहीँ देखायो भने थिएन होइन आफ्नै ठाउँ भएर होला यति प्यारो पनि लाग्न थालेको त्यही भएर तपाईँहरूले पनि आउन सक्नुहुन्छ कति साउन महिनामा लाग्छ यहाँ चाहिँ मेला साउनको महिनामा आउनु होला यहाँको लागि हाम्रो ठाउँलाई घुमेर जाइदिनु होला तपाईँहरूले देख्नै पर्ने हेर्नै पर्ने ठाउँ छ किनभने हाम्रै ठाउँमा हाम्रै सुदूरपश्चिमको डोटी जिल्लाको सायल गाउँपालिकाको वडा नम्बर 2 र 1 मा रहेको तामागिरी मालिकामा छौँ अहिले चाहिँ हामीहरू होइन तपाईँहरूले चाहिँ यो मौका चाहिँ नगुमाउनु होला चाहिँ अब चाहिँ मात्र 1 महिना बाँकी छ मात्र 1 महिना बाँकी छ त्यही भएर तपाईँहरूले यो मौका चाहिँ नगुमाउनु होला अनि यहाँ भिजिट गर्नलाई चाहिँ आइराख्नु होला तपाईँहरूकै साथ सपोर्ट अनि मायाले चाहिँ हामीहरू यस्तै भिडियोहरू ल्याउनेछौँ तपाईँहरूले हामीलाई माया साथ सपोर्ट देखाइदिनु पर्यो अब चाहिँ पर्यो भाइ होइन एकछिन आउनु हाम्रो ठाउँको कस्तो छ भनिदिनु त एकदम बाबा गाइस यहाँ गोपाल छ युवनी गोपाल छ हैन सबैलाई लाइक गरिदिनु होला सबैले हामीलाई माया गरिदिनु होला अब छत्रवास पनि 3-4 वटा भइसक्यो हैन किनकि यो पहिला चाहिँ अब खुल्ला हुन्थ्यो भने चाहिँ यो पालि चाहिँ बस्नलाई पनि यस्तो छ चिसो हुन्छ नि त तपाईहरुले सोचिराख्नु भयो होला यो गर्मी मौसममा त्यस्तो घाममा तिमीहरु कहाँ हो भन्ने लागेर यो ठाउँमा त्यस्तो चिसो छैन है गर्मी छैन किनकि यो ठाउँमा हावा चलिरहेको हुन्छ त्यही भएर तपाईहरुले हामीलाई साथ सपोर्टमा देखाइदिनु पर्यो गाइस हामी यस्तै भिडियोहरु ल्याउन लागि बरु आफै मरि भेट्ने छौ भिडियोहरु आउने छ लाइक कमेन्ट शेयर गरिदिनु होला अनि माया चाहिँ सबले देखाइदिनु होला है एकदम बोला फाइनली गाइज हामीहरु चाहिँ अहिले मालिकाको मन्दिरमा पुगिसकेका छौं मालिका भवानी की जय हामीहरु फाइनली यो ठाउँमा पुगेका छौं हामीहरु बिहान घरदेखि 7 बजेतिर घरदेखि हिँड्ने हो अहिले चाहिँ कति बजे भने चाहिँ 1 बज्यो हामीहरु चाहिँ अहिले 1 बजे चाहिँ यहाँ पुगेका छौं किनकि अब आफ्नै ठाउँलाई चिनाऊ आफ्नै ठाउँलाई प्रचार गरौँ भन्ने अभियानका साथ आउनु पर्यो यहाँ चाहिँ त्यही भएर तपाईहरुले पनि हामीहरुलाई सहयोग गरिदिनु पर्यो सहयोग भनेकै हामीहरुलाई यो भिडियोलाई हैन 10,000 सम्म भ्युज ल्याइदिनु पर्यो हामीहरु चाहिँ यो ठाउँमा बरु बास बस्नलाई पनि एक दिनलाई तयार छौं त्यो चाहिँ तपाईहरुले देखाइदिनु माया चाहिँ देखाइदिनु पर्यो अहिले चाहिँ हामीहरु मालिका भवानीको मन्दिरमा छौं अब बाँकी कुराहरु चाहिँ भिडियोमा देखाउँदै भन्दै गर्नेछौं सक्नुहुन्छ यता मालिका मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ हामीहरू चाहिँ भिडियो मार्फत हार्दिक स्वागत गर्दछौँ तपाईहरुले चाहिँ भिडियो हेर्दै गर्नु होला अहिले यहाँसम्म बनिराख्नु भएको छ भनेपछि अब चाहिँ हेरेरै जानु होला है त
फाइनली हामीहरू चाहिँ यो टपमा छौँ होइन। अब चाहिँ यहाँदेखि भ्यूहरू पनि यस्तो दामी 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 देखिरहेछन्, त्यो पनि देखाउने छौँ। सँगसँगै केही कुराहरू पनि भन्न चाहन्छौँ। अब के कुरा हो भन्दाखेरि चाहिँ अघि पनि भनिसक्यो हो, अब यही साउनको महिनामा लाग्छ यहाँ चाहिँ मेला चाहिँ, अनि पूजापाठ हुन्छ। त्यो समयमा चाहिँ तपाईँहरू पनि आउनु होला। यहाँ चाहिँ धेरै ठाउँदेखि डोटी बजाङदेखि डोटीको चाहिँ धेरै गाउँपालिका हुनाले साइल गाउँपालिका, आदर्श गाउँपालिका लगाएर दिपालदेखि पनि मान्छे आउँछन्। अनि यता बजाङतिर भयो, थलारादेखि भयो, त्यहाँ अब त्यतादेखि पर गाउँपालिकाको नामहरू चाहिँ थाहा छैन, त्यहाँको मान्छेहरू चाहिँ आउने गर्छन्। तपाईँहरू पनि आउनु होला र यो ठाउँमा के कस्तो छ रमाइलो होइन, भ्यूहरू कस्तो कस्तो छ भन्ने आफ्नो आँखाले पनि हेर्नु होला। यो भिडियोमा पनि देखाएकै छौँ, फेरि पनि हेर्नु होला भन्दै तपाईँहरूलाई स्वागत पनि गर्न चाहन्छौँ। यही साउनको महिनामा लाग्छ। साउनमा 2टा अष्टमी छ, 2टा अष्टमीको एउटा अष्टमीमा पुजिन्छ होइन, सायद अब सुरुको अष्टमीमा पुजिन्छ होला। चैतको चाहिँ सुरुको अष्टमीमा थियो भने चाहिँ अहिले चाहिँ सायद सुरुको अष्टमीमै पुजिन्छ होला। त्यही भएर तपाईँहरू पनि आउनु होला। बाँकी कुरा चाहिँ भिडियो हेर्दै गर्नु होला है त। भन्दा धडमानु राम्रो रन्थोलीको सेरो, इज्जत राखे आमा बाको माया राखे तेरो मेरो, इज्जत राखे आमा बाको माया राखे तेरो मेरो। गोला देउला तामा गिर पारी गोर्खा साइल, मेलले गई गाडी चढी सरर दिपाइल, मेलले गई गाडी चढी सरर दिपाइल। क्या राम्रो साइल गोसेरो राम्रो पाटन, साउन कि मालिका आया सुदुख काटन, साउन कि मालिका आया सुदुख काटन। यहाँदेखि भ्यूहरू कहाँ कहाँको देखिन्छ भन्ने कुराहरू म भन्छु है तपाईँहरूलाई। यतातिर चाहिँ वडा नम्बर 1 छ भनेपछि साइलकै वडा नम्बर 1, अब यता चाहिँ 2 नम्बर भइहाल्यो होइन। अनि बाँकी टाढाको कहाँ कहाँको देखिन्छ थाहा छ? अब यहाँ पछाडि बजाङ भयो, बजाङको देखाइदियो त उतातिर बजाङ भयो भनेपछि टाढा उता हेर, टाढा चाहिँ उ त्यहाँ सेती नदी देखिया छ, आँखाले चाहिँ देखिन्छ। अब यो मोबाइलको क्वालिटी त्यति राम्रो छैन, सेती नदी देखिया छ। अनि आदर्श गाउँपालिकाको उता के भन्छन् स्यौले अनि मौवा अनि यो दहकालिका त्यहाँ पर आदर्श गाउँपालिका नि देखिएको छ। उतातिर अब टाढाका डाँडाहरू देखिएको छ, सायद खप्तर राष्ट्रिय निकुञ्जमा रहेको भेलछडा झरना पनि देखिएको छ। तर मोबाइलले चाहिँ देखाउँदैन होइन, मेरो मोबाइल चाहिँ त्यति धेरै क्वालिटी छैन मेरो मोबाइलमा, त्यही भएर आँखाले चाहिँ देख्न सकिन्छ। तपाईँहरू पनि आउनु होला। फेरि अब यो चाहिँ अहिले त्यति धेरै बर्खाको सिजन चलेको छैन, पानी पऱ्यो भने फेरि हरियाली देखिन्छ, भेलछडा झरना पनि राम्रोसँग देखिन्छ यहाँदेखि पुरै क्लियर। अनि बजाङको पनि धेरै ठाउँहरू देखिन्छ, जस्तै हिमालहरू पनि देखिन्छ, साइबर हिमाल
देखिन्छ सायद अब बैतडी या के भन्छन् यार के साइड देखिन्छ होइन बजाङको साइड देखिन्छ यहाँदेखि देखिन्छ तपाईँहरू पनि आउनु होला होइन आफ्नै आँखाले भिजिट गर्नु होला बाँकी चाहिँ भिडियोमै देखाउने कोसिस गर्ने छु है त सो गाइज अहिले चाहिँ हामीहरू यहाँ लगभग त्यही 2-3 घन्टा घुमेर अब चाहिँ हामीहरू तल गइरहेछौँ अब घरतिर जाउँ घरतिर जाँदाखेरिको भ्यूहरू हेर्नुहोस् यति नै हो